आम्मा सबै दिउँसो भन्दा हिरो त के म मात्रै मटन खान्छ मटन वाउ लग मलाई पनि देखाइदियो ल अनि जिम्बा भनेको सुन्यो बेलुका सो छ होला रोलिङ्समा आउनुहोस् जिम्बा एक्लो छ जिम्बा एक्लो छ जिम्बा भनेको कस्तरी एउटा मात्र एपिसोड गरेर मतलब भएन लास्टमा म त अनि क्यामेराम्यानमा परेँ होइन म पनि खिचिदिन्छु नि सर तिमीलाई देखाउँ त कम भ्युज आउला सजालाई देखाउ न तिमीलाई देखेर भिजाउनु हुन्छ आज त हाम्रो सोमा तपाईँलाई 3वटा क्वेसन सोध्छौँ हामीले भन्नुपर्ने है झन्डावाला गेम मात्रै सकाइदिएँ सब एपिसोड मैले गइहाल्ने हो र होइन आउने हो ए ब्याङ्क त रहेछ सर हजुर चुरुट चुरुट खाएको नि हाल्दिनु हुन्छ यार होइन ए हाल्ने नहाल्ने कहाँ के त कहाँ हाल्छु त म गाडी कहाँ छ ए ल ए साजन फेरि आफ्नै गाडीमा हुने होइन साजन आउँदैन यसमा जाने रिक्वेस्ट गरे हो भन रिक्वेस्ट यस्तो दामी मौसममा च्याक्ट लगाएर केटीसँग हिँड्नु पनि थियो तर थ्याङ्क यू गाह्रो गाह्रो हो नि तिमीहरू पो ह्याप्पी एन्डिङ स्याप्पिङ जान्छ कहाँ जान्छ डिज्नी पार्क हुने चाँडो काठमाडौँ पुग्नु पाए जस्तो हुन्छ राति थाक्यौ होइन त विशाल इङ्ग्लिसमा बोलाउँदा कति होइन इङ्ग्लिसमा बसमा है कस्तो मजा यो त दिपाश्रीको गीत जस्तो भएन सर सुन्दैन प्लेन चलाउने पनि गाडीमा हामी 28 सेप्टेम्बर फर्किन लाग्यो काठमाडौँ ल्यान्ड भयो अहिले कहाँ त दारू पसलमा जिम्बा जिम्बा के गरे एक्जाम सकेको हो र भोलि सुट होला कि होला हामी चाहिँ अहिले त्रिभुवन विमानस्थलमा आइसकेका छौँ थ्याङ्क यू विशालजी बस अनि विशालजी कस्तो लागिरहेछ हजुरलाई यस्तो हो कि सङ्गत राम्रो मान्छेको विशाल लामा है हामी त खासमा उहाँबाट छिर्ने हो नि थाहा छ यहाँबाट गरेन नि त है
गाह्रो छ म त अहिले त डीजे आर्टिस्ट आइसक्यो हामी आइसकेका छौँ एयरपोर्टमा आशिका तामाङले थर्का ठाउँमा के छ र टेन्सन नलिनु होइन यो ठाउँ थर्का होइन आशिका तामाङले ल कहाँ हो र मेरो स्कुटर कहाँ छ र बोल लगेर आज त ल नपाएँ नि इन्जोय गर्नु ल इन्जोय गरेर जान्छ ल त्यो त स्यान्दालाई पठाइदियो विशाल मोमो खाने होइन मोमो एउटा रोज सापडी माग रोज सापडी माग तिमी त खतम भन्ने यार जिम्मा यार म तिम्रो साथी होइन है आजदेखि अब हामी एयरपोर्टबाट यसरी आफ्नो बाटो छुट्टिन्छ रोज त सापडी माग न भने कस्तो रहेछ नि तिमीले अब हामी एयरपोर्टबाट मैले तिमीसँग राखेको छु त्यस्तो नभन न तिमी नरिसाउने यार कस्तो रहेछ भने के भयो त हाम्रो भिजा नलाग्यो त नलागेर यहाँ टेन्सन भएर निस्किरहेको छु यहाँ काममा जानु पनि कतार है त्यही भएर हामीसँग सो गर्न हिँड्नुपर्छ भनेर क्या पुलसुल खेल्न पाउँछ विशाल गौतमको फ्यानहरू हावा जस्तै छैन विशाललाई ल गोल जित्छ विशाललाई मैले जित्यो भने सो यहाँ चाहिँ either you laugh at the joke or you laugh at the comedian. Alright? म भन्छु म पत्ता Again, you have every day कसै न कसैले घर गएर झुन्डिने सोच्छ हैन we are sad people. त्यही भएर तिमीहरू the audience you guys are very important to us. हैन तिमीहरूले नै हाम्रो जीवन र मृत्युको डिसिजन लिन्छ Okay, that's it. Yay! देखियो Indian influence. Give it up for Gaurav Kapoor. Yeah. मलाई John Zamling Rai.
दुवैजनाले